भोलिको यात्रा अब यहाँ सामान प्याक गर्दै फार्म हाउसतिर लाग्यो अब स्टार्टिङको ट्र्याकतिर 3 बजीतिर हिँडेको 8 बजीतिर झन्डै आइपुग्न आँट्यो अझै मेबी 15-20 मिनट छ होला यहाँ छोटो ब्रेक गरेको अब डेस्टिनेसन हियर यस आजको बुक 2 जना हिजो हिँडेको रहेछ अनि 2 जना अस्तिको दिन आज म मात्रै हो यो बाटो साइकलमा आधी बाटोसम्म जाने ऊ परसम्म यात्रा सुरु भयो सर ओह्रालोमा यो घरमा त गाडी ल्याउनु पाएको क्या यो took me 40 minutes to get here to start of the farmhouse creek. यताबाट जाने हो अब यो क्रस गरेर खोला छ यहाँ अब सुरु भयो झ्याक्सा झुक्सी कति हो कति हाल्छ फेरि अगेन Federation coming for you mighty. What a beauty. That is the biggest mushroom I ever seen. Man, that's huge. Just like that. Shit. Loving it. पहिला हामी बसेको यहाँ रहेछ यहाँ हो नट ब्याड 1 घन्टा 40 मिनट लाग्यो त्यो पुलदेखि पर सुरु भयो हिलो नम्बर 1 सुरु भयो अब यो चाहिँ हिलो त कति छ यहाँ त यो बाटो अब हिलो त कति छ यहाँ त अब अझ सुरु मात्रै अब Loving it, mate, loving it. Hope not long, in a couple of hours, and I'm gonna sleep somewhere, I reckon. This is actually rainforest. Look at it, so good.
Very peaceful. Chol. भ्यात्लुङ घारी आइपुग्यौँ। अब यो चाहिँ पानी पर्दा त यहाँ त भ्यात्लुङ त कति निस्किँदै थियो अस्ति त लास्ट टाइम त ट्याप्पै भ्यात्लुङ चिसोमा चाहिँ पानी पर्दा निस्किँदो रहेछ। अनि अब पानी नलाग्दाखेरि त खै कहाँ बस्छ निस्किँदैन। गाह्रो छ नि भ्यात्लुङ त नो गुड। I hate it. कुन ठाउँ जाउँ भागेर कता जाउँ हिलो नभएको ठाउँै छैन। गुड लक हिँडाएर राम्रो हुन्छ। स्विट चिप्ले भने स्वाइट। अब क्याम्पिङ स्पोट आउनु आँट्यो एउटा चाहिँ फर्स्टको क्याम्पिङ स्पोट त्यहाँ म बस्दिनँ होला। सेकेन्डमा म पुस गर्छु होला सेकेन्डको नजिकमा किन मसँग चाहिँ डे लाइट छ क्या। भर्खर 2 साढे त हुँदैछ किनभने भुली भुते गऱ्यो भने अलिक सजिलो हुन्छ। बरु आज सक्दो डे लाइट युज गर्छु भोलि त्यहाँ बस्छु आज। अनि भोलि चाहिँ त्यहाँबाट समेत चढ्छु फेडरेसन पिक। ब्याकप्याक बोक्ने सानो त्यो रनिङ भेस्ट अलिअलि जग गर्दै जाने हो अनि त्यहाँबाट गर्ने हो। अनि त्यहाँबाट छिटो फर्क्यो भने बरु यो क्याम्पिङ स्पोट आएर बस्छु भन्ने सोच छ। अब के हुन्छ अब हेरौँ। होपफुली I'll get there भन्दै हेर्नुहोस् जङ्गलखारी यो डाँडा हो ऊ त्यो छ अब क्याम्पिङ स्पोट यहाँ मुनि छ अझै मेबी another 20 minutes I think or half hour। बाटो त धेरै ब्युटिफुल छ अरे यहाँ हेर्नु। बाटै हो भने जस्तै too much overgrown। यता बाटो चाहिँ just go to water the creek। That is the mountain I'm climbing tomorrow I think that's Federation Peak। बल्ल आइपुग्यो क्याम्पिङ ग्राउन्ड फर्स्ट क्याम्पिङ ग्राउन्ड। यहाँ बस्दैन
2 बज्यो 2 3 4 5 6 बज्यो भने चाहिँ लगभग हामी मसँग 4 घन्टा 5 घन्टा छ डे लाइट होपफुली कटिङ क्याम्प पुगिन्छ कि भन्ने आशा अनि यतातिरको टोइलेट चाहिँ यस्तो हुन्छ है हेर्ने भने टोइलेट यस्तो हुन्छ नि टोइलेट यहाँ चाहिँ होइन उता चाहिँ ट्र्याकको टोइलेट चाहिँ यस्तो हुन्छ हेर्नु यहाँ दिस इज टोइलेट लुक यो खोल्नुपर्छ बिर्कोले यहाँ पुपु भन्नुपर्छ अनि लान्छ हेलिकप्टरले यस्तो 360 को भ्यू देख्नुहुन्छ हेर्नु टोइलेटबाट कति मजा छ अब हामी जाने भनेको चाहिँ म जाने भनेको यता हो यता यहाँ कोही बसेको रहेनछ मान्छेहरू ट्रेन छैन यहाँ अब कति 5 जना छ होला यहाँनिर तर कोही छैन यहाँ टाइममा इजिली त मान्छेहरू बस्दैन क्या यहाँनिर दिस टु नजिक क्या पहिला हामी बसेको भनेको हामी यता हो यहाँनिर पहिला बसेको हामी so peaceful so tired man still maybe 6k to go I think hopefully that'll take me 3-4 hours so that'll be good time wow what a beauty that's for tomorrow tomorrow I'll be climbing that Federation. It's not gonna be easy I think. It's not gonna be easy I think, but I'll have a crack, mate. I'll have a crack. $3:26. Still got like 3-4 hours for around daylight. I don't know what I'm gonna do. कहाँसम्म भेट्छ सम्म जस्तो ठाउँ भेट्छ पानीको नजिक त्यही बस्ने हो 4:30 भइसक्यो खुट्टानी धुयो टेन्ट आउनुपर्छ अनि खाजा खानुपर्छ रेस्ट गर्नुपर्छ अनि सुत्नुपर्छ किनभने भोलि पनि बिग डे हो डिसाइड गर्यो अब क्याम्पिङ अरे आज बास यहाँ बस्नुपर्छ होला यता चाहिँ लगभग 2-3 किलोमिटर छ होला हाम्रो एक्चुअल क्याम्पिङ डेस्टिनेसन चाहिँ तर यता बाटो सिट छ क्या ब्याग लाउनु झ्याउ हुन्छ क्या भोलि कसो गर्ने भने सिङ्गल ब्याकप्याक बोक्ने हो रनिङ भेस्ट बोक्ने हो बिहानै हिँड्ने हो यहाँबाट कुद्ने हो कुदेर चढेर फेडरेसन चढेर आएर यहाँको टेन्सन उठाएर त्यो अहिलेको काठको बोर्डमा गएर बस्ने छ अब के हुन्छ अब तीसो सोचाइ चाहिँ लगभग त्यहाँ 2:30 बजीबाट हिँडेको भने 4:40 भएछ भने चाहिँ कति 2 घन्टा लागेर छ 2 घन्टा प्लस अब कति लाग्छ यहाँको भोलिको अब फेडरेसन अनि त्यो अन्दाजले हुन्छ भोलि कतिको हिँड्न सक्दैछ भनेर लगभग यो फेडरेसन 6-7 घन्टामा सक्यो भने होपफुली त्यो सक्यो भने
यता 2 घन्टा प्लस भने 10 घन्टा त्यो भएपछि पर्सि 3 दिनको दिन मलाई अलिक सजिलो हुन्छ नभए हामी 4 दिन नै बस्नुपर्छ क्या नभए गाह्रो हुन्छ मारेको छ आज कति अहिले 4 साढे रेसिपीमा नुडल छ वाइ रम्पम अब चडक्कै खाने हो वाइ रेडी टु इट विथ डल्ले a bit of bread yeah that's it looks good not bad looks not bad with the coffee tasty I need to go up in the clear sky. What is satellite, mate? I better have to get in there. Yup. That worked. Where? Can you see? Yep. See? I just sent mommy a message saying I'm safe, able to rest. Mommy, papa. Yeah, so they don't have to worry. Yeah. For tomorrow is that very racing. Should be good. It's not bad, $500.